आज चाहिँ हाम्रो प्लान भनेको तेल अभिभ बिचमा पुग्ने छ र हामी लगभग लगातार 5 किलोमिटरको जगिङ सँगसँगै अब तेल अभिभ बिचनिर पुगिरहेको महसुस भइरहेको छ, किनकि यहाँ चिसो चिसो हावा, समुद्रको चिसो चिसो हावाले छइरहेको छ र चिसो चिसो हावा आइरहेको छ। चाहिँ समुद्रको फिलिङ आइरहेको छ किनकि चिसो चिसो हावा लागिरहेको छ। अनि यताको यो जुन उसाहरू छ, यो घरहरू स्ट्रक्चरहरू छ जुन समुद्रमा हुन्छ त्यही स्टाइलकै छ। लाग्छ अब समुद्रको सीको नजिकै पुगिरहेको छौँ हामी। त्यही म तपाईँलाई अरू भिडियोहरू यसमा एड गर्दैछु। गाइस यो चाहिँ तेल अभिभको पोर्ट हो। तेल अभिभ पोर्ट अर्थात् तेल अभिभको बिच हो र यहाँ तपाईँले जहाँसम्म आँखाले देख्न सक्नुहुन्न, आँखाले देखेरै सक्नुहुन्न यो सी कहाँसम्म छ भनेर। र अनि एकदमै ठुलो छ र अहिले हामी रातिको समयमा आइरहेका छौँ र त्यसैले गर्दा यहाँ स्विमिङ गर्ने ठाउँ पनि यहाँ यो एरियामा रहेन जस्तो लाग्यो। अर्को कुनै ठाउँबाट इन्ट्री होला र आँखाले देख्न जहाँसम्म सक्नुहुन्न त्यहीसम्म यो सी बिच छ। भाइ के छ खबर? हाई हेलो, आइ एम फाइन, थ्याङ्क यू। अहिले हामी कहाँ आइरहेको छौँ? हजुर, नेम अफ द बिच? I'm sorry, I forgot the name, but I will ask somebody. Okay, this called Tel Aviv Beach. Yeah, we can. Tel Aviv Port Beach. Yeah, we can know about Tel Aviv Port or Tel Aviv Beach. Tel Aviv Port Beach भन्छ यसलाई हैन? रमाइलो भइरहेछ। तपाईलाई कस्तो अनुभव भइरहेछ यहाँ आइसकेर? एकदमै रमाइलो भइरहेछ किनभने अब 5-6 दिनको रेगुलर नाइट ड्युटी, एकदम ह्याक्टिक ड्युटी पछि हजुर यसो बिचमा नपाउँदाखेरि चिसो हावासँगै हैन? हजुर, यसो दृश्यहरू हेर्दै बस्नु पाउँदा एकदम खुसी लागिरहेछ। त्यहीमाथि हाम्रो साथी प्रकाश कुमारजीसँग हुँदा त सुन्दा सुगन्दै भएर छ हैन? Thank you so much for giving me company. Yes. Yeah, it's very nice. There's no word to explain because as I said earlier, like because of the actually it was like a hectic days earlier last week. Yeah. So after completing the hectic days, we are just here to chill. So nice. It's really nice. Okay, thank you. I am moving camera to back side. Then I will show the all scenes of here. के छ त खबर? यहाँ चिसो हावासँगै समुद्रको छाल आइरहेको छ र यति बेला त यो नाइट अथवा रातभरका हुनाले कहीँ पनि पौडी खेल्न गएको देखिँदैन, एलाउड पनि छैन होला। तर यहाँ यो चाहिँ यो भनेको पौडी खेल्न सक्ने एरिया रहेछ भनेर पुरा
नेपाली 14 जना थियो टिम बनाएर खेलेका थिए हामीले चाहिँ यहाँ यो 4 चीज किन्दियो दुईटा फेन्टा यो फेन्टा एउटा कुन के कलरमा क्याफे इन्फिरियर पिचमा छ अनि अर्को फेन्टा यो स्ट्रबेरीमा छ अनि लेज किन्ने लेज भनेको केमा यो टमाटोमा छ यो 3 चीजको कति भेट्यो होला तपाईले गेस गर्न सक्नुहुन्छ यो 3 चीज किनेको जम्मा हामीले कति चिरियो 40 NIS अथवा 40 इजरायल सेकल तिरियो त्यही हो एक्सपेन्स कतिको छ भने तपाईले बुझ्न सक्नुहुन्छ आफै जानेर यो 3 चीजको 40 सेकल